नमस्ते साथीहरू, जेएन रोमा तपाईहरूलाई स्वागत छ। आज हामी बब्स डुइङ यर इङ्ग्लिशको एउटा अत्यन्तै महत्त्वपूर्ण अध्याय न्यू नेथौको बारेमा चर्चा गर्न गइरहेका छौं। यस कविताका रचनाकार हाम्रा आदरणीय युग कवि सिद्धिचरण श्रेष्ठ हुनुहुन्छ। यो कविता केवल पढ्नका लागि मात्र होइन, यो त एउटा क्रान्ति हो। सिद्धिचरण श्रेष्ठले यो कविता त्यस समयमा लेख्नुभएको थियो जब नेपालमा राणा शासनको कठोर दमन थियो। जनतालाई जागरूक बनाउन खोज्दा उहाँलाई 18 वर्षको जेल सजाय समेत सुनाइएको थियो। परीक्षामा यस कविताको बारेमा लेख्दा रेभोल्युसन, क्रान्ति र फ्रिडम, स्वतन्त्रताका कुराहरू उल्लेख गर्न नबिर्सिनुहोला। कविताको मुख्य सारांश। कविताको सुरुवातमा कविले अराइज, वेक अप, उठ, जाग भन्दै आह्वान गर्नुभएको छ। यसको अर्थ केवल निद्राबाट बिउजनु मात्र नभई वर्षौंदेखि दबेर बसेको आवाजलाई बाहिर ल्याउनु हो। बाधा र अवरोध। कविले प्रगतिमा बाधा पुर्याउने तत्त्वहरूलाई ब्ल्याक अफेल प्रेसेफाइसिस, कालो वीर पहरासँग तुलना गर्नुभएको छ। उहाँको विचारमा यी पुराना नियम र दमनलाई सामान्य सुधार गरेर पुग्दैन, यसलाई पूर्ण रूपमा बदल्नुपर्छ। आक्रोशपूर्ण हाँसो। उहाँले फ्युरियस वाटरको कुरा गर्नुभएको छ, जसको अर्थ अब जनता डराएर होइन, बरु दमनकारीहरूलाई हाँसेर उडाउनुपर्छ भन्ने हो। नयाँ नेपालको परिकल्पना। उहाँले यस्तो नेपालको सपना देख्नुभएको छ जहाँ जातपात, छुवाछुत र गरिबी नहोस्। पुराना कुसंस्कारहरूलाई जलाएर मानिस बीचको एकता कायम होस् भन्ने उहाँको चाहना छ। निष्कर्ष। अन्त्यमा न्यू नेथौ केवल एउटा नयाँ देशको कल्पना मात्र नभई हाम्रो सोचमा आउनुपर्ने परिवर्तन हो। सिद्धिचरण श्रेष्ठका अनुसार जबसम्म हामीभित्रको डर र पुराना संकीर्ण संस्कारहरू हट्दैनन्, तबसम्म वास्तविक स्वतन्त्रता आउँदैन। यो कविताले हामीलाई सिकाउँछ कि नयाँ राष्ट्र निर्माणका लागि अन्याय र भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ। कविले जनताको लिभिङ थट्स, सजीव विचारलाई दियो जस्तै बाल्न भन्नुभएको छ, जसले अन्यायको अन्धकारलाई हटाउन सकोस्। परीक्षाको लागि विशेष टिप्स। नमस्ते साथीहरू।